म बेरोजगार प्रोम्याक्स र आज म तपाईँहरूलाई देखाउनु बेला छु एक गिलास चामलमा कतिवटा दाना हुन्छ है त। सुरुमा त यो च्यालेन्ज एकदमै इन्ट्रेस्टिङ र रमाइलो थियो, तर गर्दै जाँदाखेरि मैले यो कुरा थाहा पाएँ गाइज यार, मैले सोचे भन्दा लास्ट हार्ड च्यालेन्ज गर्न पुगेछु। यतिमै 1000वटा हुँदो रहेछ, झन् यतिमा कति होला यार। च्यालेन्ज लिएपछि त कम्प्लिट गर्नु पर्यो, त्यहीमाथि आयुषले च्यालेन्ज लिएपछि कम्प्लिट नगर्ने कुरै हुँदैन। अनि यो चामलहरू चाहिँ यति धेरै छ अनि मलाई यस्तो अल्छी लाग्न थाल्यो नि। त्यसपछि फेरि मैले काउन्टिङ गर्न स्टार्ट गरेँ। त्यसै गरी मैले काउन्टिङ गर्दा 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 मेरो हात खुट्टाहरू सबै दुखिसकेको थियो। तर आयुषले कहिले पनि हार मान्दैन भन्ने तपाईँहरूलाई थाहा छ र आयुषले एउटा च्यालेन्ज लिएपछि त्यो च्यालेन्जलाई जसरी पनि पुरै गरेर छोड्छ। त्यसपछि मैले सबै चामलहरू गनेर भ्याइसक्न थालेँ। 13,760, 13,761, 13,762, 14,762 वटा रहेछ है यहाँ चाहिँ। मलाई यो गर्न चाहिँ धेरै टाइम लाग्यो, लगभग 4 घन्टा। हजुरहरूलाई यसलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब सेयर फलो जे हुन्छ त्यो गर्नलाई 2 मिनट पनि लाग्दैन, सो गरिदिनु होला।